रिनाजी, तपाईँ दलित समुदायबाट हुनुहुन्छ र एउटा दलितकै छोरी भएर पनि मास्टर्ससम्मको यात्रा पुरा गर्नुभएको छ। शिक्षाको महत्त्व कतिको छ तपाईँलाई लाग्छ? धन्यवाद रञ्जन भण्डारी जी, मलाई केही बोल्ने मौका दिनुभएको। शिक्षा बिना जीवन नै व्यर्थ छ। त्यसमा पनि म एउटा दलित समुदायबाट मास्टर्स गरेको अनि मैले जुन यतिसम्म यहाँसम्म अहिले पुगेको छु, म त्यो समुदायबाट यहाँसम्म पुगेको छु जुन समुदायमा अहिले पनि 4-5 कक्षा पढाएर अहिलेको यो 21औं शताब्दीमा अहिलेको समयमा पनि जहाँ चन्द्रमामा मान्छे पुगिसक्यो, मंगल ग्रहमा पुगिसक्यो, एक ग्रहबाट अर्को ग्रहमा मान्छे पुगिसकेको अवस्थामा अहिलेको युगमा पनि 4-5 कक्षामा नजाँदै बच्चाहरूको बाल विवाह हुँदैछन्। मैले भोगेको समस्या जुन छ, जुन मैले आजभन्दा 20-21 वर्ष पहिला मैले भोगेको छु समस्या, मेरो पनि बाल्य विवाह भएको छ। त्यतिखेर धेरै चेतनाको कमी थियो के, धेरै कमी थियो। त्यतिखेर जुन मैले 20-22 वर्ष अगाडि जुन समस्या मैले भोगेको छु, त्यो समस्या अहिले पनि भोग्दैछु। त्यो कति ठुलो विडम्बना छ जस्तो लाग्छ। अनि त्यतिखेर मेरो पढ्ने धेरै रहर थियो। मेरो बुवामा त्यति पढ्नु भएको छैन, इन्टरसम्म मात्रै पढेर छोड्नु भएको। अनि त्यतिखेर मेरो बुवाले जब मेरो बुवा इन्टर पढेर छोड्नु भयो, त्यतिखेर एकदमै छुवाछुत हुन्थ्यो। अनि मेरो बुवाले ठान्नु भएको थियो रे कि म पढ्न सकिनँ, म आफ्नो छोराछोरीहरूलाई पढाउँछु। अनि मेरो बुवाको 4वटा सन्तान भयो, 3वटा छोरी नै भयो। सुरुमा 3टा छोरी नै थियो। अनि जतिखेर म पढ्न जान्थेँ अनि समाजको केही शिक्षित मान्छेहरूले बुवालाई धेरै हेप्नुहुन्थ्यो। जब म 6, 7, 8मा पढ्दै गएँ अनि बुवालाई मेरो घरमा बाजे बजे आमालाई धेरैले तानाबाना दिन सुरु गर्यो कि ए छोरीलाई यति पढाउँछ, यति पढाएर कहाँ बिहे गर्छस्, अहिले त छोरालाई त पढाउँदैन मान्छेले, छोरीलाई पढाएको के गर्ने त्यति पढाएर। अनि अनेकौं किसिमको दबाबहरू आउन थाल्यो। तर मेरो बुवाको सपना थियो कि मैले गर्न नसकेको चाहिँ, मैले पढ्न नसके मेरो छोरीहरूलाई नै छोरा जस्तो म पढाउँछु। अन्ततः धेरै प्रयास गर्दा गर्दै मेरो बुवाले, म जब एसएलसी गरेँ, अहिले एसई भन्छन्, पहिला एसएलसी भन्थ्यो, अहिले एसई भन्ने गर्छन्। अनि म जब एसएलसी गरेँ 2057 सालमा, अनि त्यतिखेर मेरो बुवा आमालाई सामाजिक स्तरमा धेरै टर्चर नै भनौँ न, धेरै टर्चर भयो। अनेकौं किसिमको बाध्यताहरू मान्छेले दिन सुरु गर्यो कि ए पढाउनु पर्दैन, केटा पनि पाउँदैन भनेर। जब मेरो बुवाले त्यो कुरा बर्दास्त गर्नुभयो, मलाई जतिसुकै जसले जे भने पनि म त पढाउँछु छोरीहरूलाई, मेरो छोरीहरू नै छोरा छ भनेर। अनि म जब पढ्न जान्थेँ अनि त्यो कुरा मलाई बुवाले सुनाउनु हुन्थेन कि मलाई यस्तो ताना बनाएर छ। तर जब जुन व्यक्तिले बुवालाई ताना बनाइ दिने गर्थ्यो अनि बुवाले जब सुन्नु भएन त्यस्ता मान्छेहरूको कुरा, अनि त्यही मान्छेहरूले, त्यही केही व्यक्तिहरूले मलाई, जब म बाटोमा जान्थेँ क्याम्पस गर्नलाई, अनि अनेकौं थरी त्यहाँ मलाई भन्न सुनाउन सुरु गरे, ए त सानो जातको भएर पढ्छस्, यति पढेर के गर्छस्, आखिरमा बिहे नै गर्ने हो, आखिरमा चुलो नै फुक्ने हो, के गर्छस् यति पढेर। अनि कहिलेकाहीँ त यस्तो फोहोर शब्दहरू भन्थ्यो। म रुँदै पढ्नु कि नपढ्नु, पढ्नु कि नपढ्नु, अगाडि के गरौँ के नगरौँ, लाज लाग्थ्यो कि जेन्ट्स मान्छेहरूले जब त्यस्तो कुरा भन्थ्यो। एक दिन त यतिसम्म भनिदियो कि मलाई सधैँ केही न केही भन्ने बाटोमा मान्छेहरूले एक दिन त यतिसम्म भनिदियो मलाई कि ए यसको जिम्मा थुक फ्याल्दे, यो यति पढ्छ, सानो जातको भएर के गर्छ, के पढ्छ, हाम्रो बराबरीमा आउँछ, यसको जिम्मा थुक फ्याल्दे भनेर भन्यो। अनि त्यति मात्रै नभएर अरू मान्छेले फेरि त्यतिकैमा ग्रुप थियो के, अनि त्यतिकैमा अर्काले फेरि के भन्यो, ए सिन्दुर हाल्दैन यसलाई, अनि डरले आउँदैन पढ्न, ल न लग यसलाई भनेर भन्यो। अनि म
पुस माघको महिना थियो, एकदमै हुस्सु लागेको थियो। म फिर्ता घर आएँ डरले काप्दै। अनि घर आएपछि जब बुवाले हेर्नुभयो, घरमै छु म क्याम्पसको समयमा, अनि भन्नुभयो के भयो आज छोरी पढ्न गइन भनेर आमाले सोध्नुभयो। अनि खोइ के भएको छ, गल्ती त थियो, मेरो फिर्ता आएछ, अनि आएदेखि रोगको रोए छ, खै के भएको छ। अनि बुवाले मलाई सोध्नुभयो के भयो, किन रोएछु, के भयो, के भएछ, सन्चो छैन। अनि मेरो त आवाजै ननिस्किने। अनि बल्ल तल्ल धेरै सम्झाइ बुझाइ गरेर अनि बुवाले भन्नुभयो के भयो तँलाई, के भएको छ, पेट दुखेको छ, टाउको दुखेको छ, के भयो, किन गएन, किन बाटोबाट फिर्ता आयो भन्यो मम्मीले भन्दै हुनुहुन्छ। अनि मैले रुँदा रुँदै सकिन सके। अनि मैले बुवालाई भने बुवा म त बाटोमा पढ्न जान्छु अनि अनेकौँ किसिमको मलाई मान्छेहरूले ताना बाना दिइरहेछ। अनि एकजनाले आज भन्दै थियो यसको जिम्मा थुक, मेरो जिम्मा थुक पनि फ्यालिदियो। अनि म थुक फ्यालिदियो मेरो जिम्मा। अनि म घुमेर आएको क्याम्पसको बाटोबाट। अनि एकजनाले फेरि भनिरहेको थियो यसलाई उठाएर लग न यसको जिम्मा सिन्दुर, यसको टाउकोमा सिन्दुर हालिदे, त्यो हुन्छ भनेर, पढ्न जाँदैन भनेर डराउने के त्यस्तो खालको त्यो डर भय होस्, दलितको छोरी भएर नपढोस् भनेर त्यस्तो गरेको के बुवा भनेर भने। अनि म धेरै रोएँ त्यो दिन त कि म दलित जातिमा, म सानो जातमा जन्मेर मैले पापै गरेको छु, मलाई कुनै जन्मको यो सजाय नै मैले पाएको जस्तो फिल भयो। तर मेरो बुबाले के भन्नुभयो भने नि, मलाई त लागिरहेको थियो कि म यो के भन्छ यो जातमा जन्मेर कुनै अपराध गरेको छु जस्तो त्यो दिनको मेरो फिलिङ थियो। तर मेरो बुबाले के भन्नुभयो भने हेर, मैले गर्न नसकेको चिज तैँले गर्नुपर्छ। कसैले तिम्रो जिउमा थुक फालिदियो भने थुक तिमी पोछ्नु, कसैले सिन्दुर हालिदियो भने सिन्दुरलाई पानीले पखालिदिनु, तर पढाइ नछोड्नु, आफू सही रहनु र आफ्नो सपना पुरा गर्नु। अनि म छु नि तिमीलाई साथ दिने, दुनियाँले जे भन्छ भन्न देऊ, एक दिन तिमीले यही चिज पुरा गरेर अनि अरूको सामु तिमी यो देखाउनु पर्छ झन् त्यस्तोलाई। अनि त्यसको मुख आफै बन्द हुन्छ त्यस्तोको, तिमी सही छौ भने। अनि त्यो दिन मेरो लागि त्यही दिन मेरो जीवन परिवर्तन भयो कि म भित्रदेखि आफूलाई सोचिसकेँ जब मेरो जन्म दिने बाउले मेरो यस्तो कुरा भन्नुहुन्छ, यति विश्वास गर्नुहुन्छ भने अब त मेरो ज्यान गए पनि म पढ्छु, पढेरै छोड्छु। तर परिस्थितिवश यस्तो भयो, त्यतिखेर त्यही घर परिवारको आर्थिक अवस्था एकदमै कमजोर थियो। त्यतिखेर सरकारीमा पढ्दा पनि फी तिर्नु पर्थ्यो, त्यतिखेर पनि, अहिले निःशुल्क भएछ तर त्यतिखेर पनि मलाई फी तिर्नु पर्थ्यो। अनि क्याम्पसमा पनि शुल्क लाग्थ्यो, स्कुलमा पनि क्याम्पसमा पनि बुकहरू सबै किन्नु पर्थ्यो। अनि त्यही पनि मेरो बुवाले धेरै मेहनत गरेर अनि पढाउनु भयो। मैले पढेँ, एसएलसी दिएँ, क्याम्पस पनि गरेँ, अनि बिहे भयो, बालबच्चा पनि हुँदै गयो, पढाइ पढ्दै गएँ। मैले अध्ययनलाई केही ब्याग गरेँ पनि अहिले मलाई लाग्छ मैले एमएड गरेर अनि यो दलित जातिमै नभए पनि मलाई लाग्छ मैले पासवान जातिमा सायद म नै पहिलो महिला होला जसले मास्टर्स डिग्री गरेको छु। र त्यस्तो मान्छेहरूको मुखमा यो मेरो तर्फबाट जवाब भनौँ या समाता होला यस्तो यो परम्पराको लागि। त्यसैले शिक्षाको मेरो नजरमा यस्तो महत्त्व छ, यस्तो महत्त्व छ। जुन शिक्षा भनेको चिज यस्तो छ जो जन्मेदेखि लिएर मृत्यु नहुन्जेलसम्म मान्छेले शिक्षा हासिल गर्छन्। तपाईँ जस्तै अरू दलितका छोरीहरूलाई के भन्नुहुन्छ? म यस्तै भन्छु, मैले यति ठुलो कहानी आफ्नो जीवनी नै सुनाइदिएँ हजुरलाई, र मेरो यो जीवनी अरूको काम आओस्। हामीले जुन छ, हामी जुन क्षेत्रमा जुन पेसामा भए पनि विभिन्न बाधा अवरोधहरू आउँछ नै, जुनसुकै पेसा होस्, चाहे त्यो सामाजिक स्तरमा होस्, चाहे तपाईँको कुनै पनि जागिर होस्, आउँछ। बिना बाधा बिना अवरोध कुनै पनि काम हुँदैन। त्यही भएर अहिलेको युगमा म भन्छु जुनसुकै जाति होस्, खास गरेर यो हाम्रो दलित समुदायको छोरा होस् चाहे छोरी होस्, दहेज नदेऊ कि शिक्षा दिऊ। अनि तपाईँ छोरीलाई एउटा छोराले शिक्षा पायो भने त्यो छोरा शिक्षित हुन्छ, तर एउटा छोरी शिक्षित भयो भने, एउटा आमा शिक्षित भयो भने पुरै घर शिक्षित हुन्छ। त्यसैले अहिलेको युगमा हामी जुन दलित समुदायको जति पनि, यो सबै समुदायको लागि छ यो भिडियो, तर दलित समुदायको लागि खास गरेर मेरो अनुरोध छ
कि जस्तै मैले धेरै सङ्घर्ष गरेर पनि अहिलेसम्म म यहाँसम्म आएको छु, सबैजनालाई म एउटा अनुरोध गर्न चाहन्छु, खास गरेर दलित समुदायहरूसँग, यो छोरीहरूलाई शिक्षाबाट वञ्चित नगर्नुहोला। अहिले पनि कम से कम 12 कक्षासम्म पढाइदिनु होला। मेरो जस्तो दुःख पीडा अहिलेको युगमा, म जुन दुःख पीडा 22 वर्ष पहिला भोगे, 24 वर्ष पहिला भोगे, त्यो पीडा अब कुनै पनि छोरीहरूले, दलित छोरीहरूले नपाओस्। विनम्र अनुरोध छ हजुरहरूसँग, दलित समुदायको जति पनि दलित अधिकार कर्मीहरू हुनुहुन्छ, जति पनि महिला अधिकार कर्मी हुनुहुन्छ, जति पनि राजनीतिक कर्मीहरू हुनुहुन्छ, कसैले पनि यो दलित समुदाय होस् चाहे जुनसुकै समुदाय, यो बोक्सी अरू के को नाममा जुन दलितहरू जुन पीडित हुन्छ, कहिलेसम्म भोग्ने? हाम्रो त पहिला यो नारा पनि थियो कि बेटी पढाओ बेटी बचाओ भन्ने। म भन्छु दलितको छोरीलाई पढाओ र सबै जातिको छोरीलाई बचाओ। नारा यो हुनुपर्छ, अनिवार्य गर्नुपर्छ। दलित जातिहरूको लागि अहिले पनि जुन पढिरहेको छैन, 12 सम्म पुगिरहेको छैन अहिले पनि दलितमा, त्यो कम्पलसरी गरिदिनु सरकारले। मेरो यति, म त यो मेरो चाहना होइन, म भन्छु दलित समुदायलाई जति पनि यो छात्रवृत्ति जुन दिन्छ नि, छात्रवृत्ति केटालाई पनि केटीलाई पनि जुन छात्रवृत्ति दिने गर्छन्, यो छात्रवृत्ति होइन, हामीलाई शिक्षा चाहियो। छात्रवृत्ति प्लस शिक्षा, र यो शिक्षा कस्तो चाहियो भने 12 कक्षासम्म अनिवार्य हुनु पर्यो। यस्तो भयो भने बिचैमा विद्यालय छोड्दैन नि। हामीलाई खाजा चाहिएको छैन, हामीलाई शिक्षा चाहिएको छ। तपाईँ शिक्षक पनि हुनुहुन्छ, बच्चाहरूलाई पढाउनुहुन्छ। तपाईँले आफू पढ्दाखेरि जुन एउटा अप्ठेलमा भोग्नु भयो, जुन एउटा अवस्था तपाईँले हेर्नुभयो, आज त्यसमा आज यति वर्ष चाहिँ बितिसक्दा त्यो अवस्थामा आज परिवर्तन देख्नुहुन्छ? केही परिवर्तन भएको छ? परिवर्तन छ, तर परिवर्तन कस्तो छ भने नि, पहिला डाइरेक्ट छुवाछुत हुन्थ्यो, भेदभाव हुन्थ्यो। अहिले तपाईँ कस्तो हुनुहुन्छ, तपाईँको स्तर कस्तो छ? यो स्तर के आर्थिक अनि शैक्षिक स्तर कस्तो छ, यो निर्मूल भएको छैन। म त भन्छु निर्मूल भएको छैन। तपाईँ जहाँनिर जस्तो हुनुहुन्छ त्यही स्तरमा त्यस्तो खालको भेदभाव हुन्छ। फरक यति मात्रै हो, पहिला डाइरेक्ट हुन्थ्यो, अहिले पनि कसैसँग डाइरेक्ट हुन्छ छुवाछुत, अनि कसैसँग डाइरेक्ट गर्दैन, तपाईँले व्यवहारले हेराउँछ। छुवाछुत गरेको छ छैन, तपाईँले व्यवहार कस्तो गरेर हेराइदिन्छ, त्यति मात्रै हो फरक। मैले जे समस्या भोगे, मसँग पनि सहनै नसक्ने हदसम्मको मलाई टर्चर भयो। त्यो छुवाछुतको टर्चर होस्, छुवाछुत गरेर होस्, या मानसिक टर्चर होस्, अनेकौं किसिमको टर्चरहरू भयो कि म बिचैमा पढाइ छोड्न बाध्य भयो कतिपल्ट। तर मैले छोडिनँ, मैले हिम्मत हारिनँ, र न त मेरो घर परिवारको हौसला टुट्यो। त्यस्तै जति पनि हुनुहुन्छ दलित समुदायको, उहाँहरूको घर परिवारले साथ दिनुहोस्, उनीहरूलाई शिक्षा दिनुहोस्। के साथ र शिक्षा, साथ दिनुहोस्, शिक्षा उनीहरूले आफै हासिल गर्छन्। त्यति मात्रै भन्न चाहन्छु।